ओके सो हेर गाइस अब यो फङ्सनको प्रब्लम हो। अब यस्तो प्रब्लमलाई कसरी सोल्भ गर्ने है त। अब जस्तै मानौँ इफ ए इजकल टु यति दिएको छ र बी इजकल टु यति दिएको छ भने फाइन्ड ए क्रस बी क्रस बी एन्ड बी क्रस ए। अनि यस्तोमा के गर्ने होइन, अब अर्डर पेयर पत्ता लगाउनु पर्ने हुन्छ। त जस्तै मानौँ एक नम्बरमा के छ है, अब सुरुमा के गरेको छ ए इन्टु ए होइन, अनि कि ए क्रस ए भनेको के हो त तपाईको ए इन्टु फेरि ए अनि कि यति होइन। अब किनकि ए क्रस ए अनि कि एउटा ए क्रस ए होइन, ए क्रस एमा यसरी लेख्ने। अब के गर्ने आफै गर्नु पर्यो है, यसरी सोच्ने। सुरुमा जुन 1 छ नि, अनि 1 ले के गर्ने यो तीनैवटामा मल्टिप्लाई गर्ने। त के हुन्छ हेर त, अर्डर पेयरमा 1 ले तीनवटामा मल्टिप्लाई गरेर त सुरुमा के हुन्छ 1 1 अनि कि एउटा यो 1 एउटा यो 1 अनि कि 1 इन्टु 1 होइन, अथवा 1.1। त्यसपछि 1.2 अनि कि 1.2 है। त्यसपछि 1,3 अनि कि 1,3 यसरी लेख्ने के। त्यसपछि फेरि अब यो भयो। अब सेकेन्डमा जाऊ, सेकेन्डमा के गर्ने यो 2 ले फेरि यो तीनैवटामा मल्टिप्लाई गर्ने। अनि के हुन्छ त 2.1 2,1 त्यसपछि यो 2,2 अनि कि 2,2 अनि त्यसपछि यो 2,3 अनि कि 2,3 है त। अब त्यसपछि फेरि के गर्ने, अब तेस्रो, अब यो फर्स्टको तेस्रोले के गर्ने त अब तीनवटामा फेरि मल्टिप्लाई गर्ने। अनि कि 3 ले के गर्ने 1 2 3 यतिमा मल्टिप्लाई गर्ने। त के हुन्छ त 3,1 सुरुमा 1 ले मल्टिप्लाई हुन्छ। त्यसपछि यो 3 लिएर 2 मा अनि कि 3,2 अनि त्यसपछि यो 3 लिएर 3 मा अनि कि 3,3 होइन, यसरी हुन्छ। यसै गरी सेम के छ त्यसपछि बी कमा बी भनेको छ होइन। अनि बी कमा बी भनेको के हो हेर्नु त, ए कमा बी होइन र इन्टु फेरि ए कमा बी होइन, यो बी को हो, बी सेटको होइन। अब बी सेटको छ भने के गर्ने, सुरुमा ए ले यो सेकेन्डको एबीमा के गर्ने त मल्टिप्लाई गर्ने। अनि कि ए कमा ए ले के गर्ने एबीमा, त सुरुमा ए कमा ए अनि कि ए कमा ए त्यसपछि ए कमा बी अनि कि ए कमा बी होइन। त्यसै गरी अब सेकेन्ड टर्म लिने बी कमा ए, किनकि अब बी ले मल्टिप्लाई गर्नुपर्छ। त बी कमा ए अनि कि बी कमा ए र बी कमा बी अनि कि बी कमा बी भनेको यसो। त्यसै सेम तपाईको थर्डमा के छ त बी इन्टु ए छ होइन। अब सेम त्यही गर्ने कि बी इन्टु ए भन्नाले के हुन्छ त तपाईको बीमा ए कमा बी राख्ने अनि इन्टु अनि ए को सट्टामा ए सेट राख्ने। अनि ए सेटमा के छ त ए 2 3 छ होइन। अब के गर्ने हेरौँ त कति सजिलो छ। अब फेरि सजिलो छ नि त, सुरुमा ए छ, ए लिएर के गर्ने यो ए सेटमा ए 1 2 3 मा मल्टिप्लाई गर्ने। त सुरुमा यसो गर्ने यो 1 ए लिएर यो तीनैवटामा मल्टिप्लाई गर्ने। त हेर त सुरुमा ए कमा 1 होइन, त्यसपछि ए कमा 2 अनि त्यसपछि ए कमा 3 भयो नि। त्यसपछि बी ले के गर्ने, अब दुईटैमा तीनवटैमा मल्टिप्लाई गर्ने। अनि के हुन्छ बी कमा ए अनि कि बी कमा ए है त। त्यसपछि बी कमा 2 अनि कि बी कमा 2 अनि त्यसपछि बी कमा 3 अनि कि बी कमा 3 होइन। यो ए ले 1 2 3 मा तीनवटामा मल्टिप्लाई गर्ने। त्यसपछि यो बी ले फेरि के गर्ने यसरी मल्टिप्लाई गर्ने भनेको यही हो एन्सर। यति सजिलो रहेछ है त। यस्तो खाले प्रब्लम यसरी चाहिँ सोल्भ गर्नुपर्छ।